हेलो नमस्ते शुभ बिहानी। आज पनि म तपाईहरुको सामु आइसकेको छु। तपाईको प्यारो मित्र सबैको साथी। आज पनि म आफ्नो प्रस्तुति लिएर तपाईहरु सामु आइसकेको छु। स्वीकार्नुहोस्। एउटा 3 वर्षको बालकले भनेछ आफ्नो आमासँग, मम्मी म ठुलो कि मेरो कानमा लगाइएको मुन्द्रा सुनको मुन्द्रा ठुलो भनेर आमाले भनिसिन्। खै बाबु तिमी अहिले सानो छौ, तिमी अहिले पछि ठुलो भयो भने तिमी आफै थाहा पाउने छौ भनेर उनको आमाले भनेपछि फेरि कानमा झुन्डिएको सुनले भन्छ, हैन म ठुलो हो नि, म ठुलो भएर त म त्यसै भएर त मेरो पछाडी कैयौं मान्छेहरु पछाडी लागिरहेका छन् भनेर भन्नुहुन्छ। ल गाइजहरु तपाईहरु भन्नुस् त्यो 3 वर्षको बच्चा ठुलो कि कानमा झुन्डिएको सुन ठुलो। साथै युट्युब मोबाइलको युट्युबमा गएर सबैको साथी सर्च गरेर मेरा विभिन्न प्रतिभाहरु हेर्न र लाइक र सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद।